आज साइटमा इट्टा थप्न नसकिएला, ढलान गर्न नसकिएला, तर भोलिको कामलाई चाहिँ आजै योजना बनाउन सकिन्छ। निर्माण व्यवसाय केवल सिमेन्ट, गिट्टी, बालुवा, रड, लेबरको मात्र काम होइन। निर्माण व्यवसाय प्लानिङ गर्ने, म्यानेजमेन्ट गर्ने, क्वालिटी र सही निर्णयको पनि व्यवसाय हो। हेलो नमस्ते, म कृष्ण ढकाल, स्वागत छ तपाईँलाई मेरो च्यानल क्रेडिट सफ्ट नेटवर्कमा। आज मैले चाहिँ के कस्तो छ निर्माण व्यवसायको अवस्था भनेर व्यवसायलाई जोड्न खोजिरहेको छु र व्यवसायहरू कति धेरै पीडामा पनि हुनुहुन्छ र भन्न पनि सक्नुहुन्न र व्यवसायका अप्ठ्याराहरू आफ्ना छन्। कस्तो छ भने व्यवसायले अलिकति केही कुरा बोलौँ भने पछि त्यसले नचाहिँदो तरिकाले ब्याकफायर आफैलाई हुन्छ कि भनिन्छ र कतिपय कुरा चाहिँ बाध्यता अप्ठ्यारो परेर भए पनि भित्रभित्रै दबाएर बस्नुपर्ने स्थितिहरू पनि छन् हैन। ती हुँदाहुँदै पनि व्यवसायले व्यवसाय गरिरहेका छन्। जस्तो पब्लिकले सोचे जस्तो व्यवसायले फ्री भएर कन्फिडेन्टली काम गर्न सक्ने अवस्था चाहिँ छैन। किनभने कतिपय कुरा चाहेर मान्छेले बिना टेक्निकली रूपमा पनि साइडमा प्राविधिकले दिएको ड्रोइङ डिजाइनमा काम गर्दै गर्दा पनि आम उपभोक्ता, आम नागरिकले कुरै नबुझिकन, त्यसको तथ्यमा नपुगिकन यसै देखाउने, भिडियोहरू बनाउने, अनि दिमाग नै कस्तो छ भने एज अ कन्ट्राक्टरले चाहिँ लुट्ने आयो, ठग्ने आयो भन्ने टाइपले चाहिँ प्रस्तुति गरिदिने, जुनले गर्दा चाहिँ सोसल साइटमा चाहिँ भाइरल हुने प्रवृत्ति बढेको छ। त्यसले गर्दा चाहिँ व्यवसायले चाहिँ आफ्नो गुणस्तर, आफ्नो स्ट्यान्डर्डभित्र बसेर काम गर्दै गर्दा पनि कताबाट केही गरिहाल्छन् कि भन्ने डर, चिन्तामा काम गरिरहेका छन्। र अहिले यो साउनको बेला न काम नगरौँ, सरकारको ताकेता छ, काम गरौँ, दिनभरि घाम लागेको हुन्छ, बेलुका पानी पर्छ, सेट हुन पाउँदैन, बगाउने अवस्था बनिरहेको छ। अब यो बेला खन्न पनि धेरै ठाउँमा चाहिँ अब प्रशासनले रोकेछ भन्नुहुन्छ। अब प्रशासन त नेपाल सरकारकै मातहतभित्र पर्छ, निर्माणकै योजनाहरूमा चाहिँ खन्न दिनुपर्ने हो हैन। यस्ता विविध समस्याहरू छन्। त्यसले गर्दा साउन र भदौमा त्यति धेरै काम हुँदैन। तर अहिलेको पछिल्लो सरकारले काम जसरी गर्नुपर्छ, टाइमसित यो त्यो भन्ने एक्सक्युज भन्ने छैन, जसरी पनि गर्नुपर्छ। जुन किसिमको प्रेसराइज एउटा क्रिएट भएको छ, त्यसले गर्दा चाहिँ निर्माण व्यवसायले चाहिँ अहिलेको अवस्थामा चाहिँ वर्षायाम भए तापनि हैन आयोजनाका काम सुस्त गतिमा सुरु गरिरहेका छन्। र अहिले यसभन्दा अघिल्ला वर्षमा साउन भदौमा चाहिँ निर्माणजन्य सामग्रीहरू सस्तो नै पाइन्थ्यो, अलि सस्तो नै हुन्थ्यो। तर यसपालि चाहिँ निर्माणजन्य सामग्री फागुन चैतमा हुने जस्तै रेटमा आइपुगेको छ। यो बेलामा विशेष गरी चाहिँ सडक, ढल, नाला हैन, अनि पुल तथा यो बाहिरी संरचना जुन देखिन्छ नि, जस्तो बिल्डिङको भित्री प्लास्टरहरूलाई त समस्या हुँदैन, तर जुन बाहिरी संरचना देखिएका छन् यिनीहरूमा एकदमै समस्या हुन्छ कि अहिले चाहिँ काम गर्ने बेलामा चाहिँ। र यो बेलामा एकदम नितान्त नयाँ हुनुहुन्छ भने सकेसम्म टाइमले भ्याउँछ भने यो बेलामा अलि सुरु गर्ने अवस्था चाहिँ होइन। तर टाइमले भ्याउँदैन भने चाहिँ मेन पावर थोरै लगाएर सानो रूपमा चाहिँ सुरु गर्दा चाहिँ हुन्छ। यो काम रोकिएको बेला पनि योजनाहरू चाहिँ रोक्नु हुँदैन। फेरि यदि कम्प्लिटली योजना किन रोक्नु हुँदैन, मेरो बुझाइमा चाहिँ किन रोक्नु हुँदैन भने चाहिँ यदि तपाईँले यस्तो बेला काम रोक्नु भयो भने भोलि अलि मौसम सहजता भएको बेलामा र फिजिबिलिटी भएको बेला चाहिँ कामलाई अलिकति तीव्रता दिन खोज्नु भयो भने त्यो बेला चाहिँ पोसिबल अलिक गाह्रो हुन्छ हैन। र यो बेलामा त अझ नयाँ योजना सुरु गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ साइडमा चाहिँ विभिन्न किसिमको तयारी गर्न सक्नुहुन्छ। जस्तै ड्रोइङहरू हैन, स्पेसिफिकेसनहरू अध्ययन गर्ने, क्वालिटीहरूलाई चाहिँ चेक गर्ने, त्यहाँको सोर्सहरूलाई चाहिँ चेक गर्ने, मेटेरियलहरूलाई चाहिँ टेस्ट गर्ने हैन, अनि लेबर क्याम्पहरू बनाउने, इक्विपमेन्टलाई चाहिँ व्यवस्थापन गर्ने। अब यस्तो बेलामा चाहिँ फाइनान्शियल चाहिँ क्याश फ्लोलाई चाहिँ कसरी म्यानेजमेन्ट गर्ने, यो सबै कुरा भइसकेपछि तपाईँले क्वालिटीका डकुमेन्टहरू हैन, मेजरमेन्ट, मेटेरियल रिपोर्ट, टेस्ट रिपोर्टहरू, साइड रिपोर्टहरू, फोटोहरू हैन, सबै कुरालाई चाहिँ प्रिपरेसन गरेर चाहिँ तपाईँले चाहिँ साइट सुरु गर्न रेडी हुनुभयो भने लगभग भदौको 15 पछिबाट चाहिँ पानी अलिक कम पनि पर्छ र काम गर्न थोरै सहज पनि बनेको हुन्छ। यसले गर्दा चाहिँ हामीलाई चाहिँ निर्माण क्षेत्र सुरु गर्नेलाई चाहिँ सजिलो हुन्छ। र यदि कसैले स्टिल रनिङ प्रोजेक्ट छ, यी सबै कुराहरू भइसकेका छन् भने यो बेलामा काम कम्प्लिटली रोक्नुभन्दा सानो मेन पावर, सानो टिम खडा गरेर चाहिँ काम गरियो भने चाहिँ कामलाई चाहिँ निरन्तरता भइ नै रहनेछ।
र भोलि समयमा काम सक्छु भन्दै गर्दा यो बेला बर्खाको टाइम छ काम गर्दिन भन्नुभन्दा नि यो बेला पनि तपाईँले सानोतिनो काम गर्नुभयो भने आफूले गर्नुपर्ने कामहरू कर्तव्यहरू पुरा हुँदै गएका हुन्छन् र समयमा काम सक्न मद्दत पुग्नेछ। त्यसले गर्दा आजको भिडियो मैले यस्तै विषयमा टपिक्समा यो बेलामा काम गर्ने कि नगर्ने गर्दा ठिक हुन्छ कि हुँदैन टाइम जम्मा 3 महिनाभन्दा छैन 4 महिनाभन्दा छैन भन्ने जो व्यवसायहरू हुन्छ उहाँलाई चाहिँ काम सुरु गर्नुहोस्। यदि दिनतातो नयाँ योजना छ भने अघि मैले भने जस्तै डकुमेन्टका मेटेरियल टेस्टका होइन सोर्सका कुराहरू बनाउनुहोस्, लेबर क्याम्पहरू बनाउनुहोस् होइन, इक्विपमेन्टहरू व्यवस्थापन गर्नुहोस्। यदि रनिङ भइरहेको प्रोजेक्ट छन् अब बिचमा असारमा रोकिएका थिए के गरौँ भन्ने छ भने चाहिँ सानो म्यानेजमेन्ट तयार गरेर कामलाई चाहिँ स्टार्टअप गर्नुहोस् ताकि तपाईँलाई ठ्याक्क काम गर्न सहज हुन्छ। यदि अहिले तपाईँले काम गर्नुभयो भने 2 महिनापछि त लगभग दसैँ आउँछ, दसैँमा फेरि मेन पावर अभाव हुन्छ अनि दसैँ चाडपर्वमा लगभग सबैले बिदा नै माग्नुहुन्छ होइन, बिदा नै गर्नुपर्ने अवस्था हुन्छ। दसैँ सकिए लगत्तै फेरि 10 दिन काम गर्न नपाउँदै तिहार आउँछ, फेरि तिहारमा पनि त्यस्तै हुन्छ। तिहार सकिसकेपछि होली आउँछ, छठ आउँछ, यो ईदहरू आउँछन् होइन। यी सबै कुरा सर्दै तपाईँ चैत वैशाख पुग्नुहुन्छ। चैत वैशाख पुगिसकेपछि तपाईँलाई कामको अनावश्यक प्रेसरहरू बढेको हुन्छ। त्यसले गर्दा यी सबै पिरियडहरूमा चाहिँ टाइमको क्यालकुलेसन मिलाएर टाइमिङलाई ख्याल गरेर चाहिँ मौसमलाई वातावरणलाई ख्याल गरेर चाहिँ काम चाहिँ कन्टिन्यू गर्नुभयो भने तपाईँलाई कामलाई पनि सहजता पनि हुन्छ र काम समयमा पनि सकिन्छ। यो सुझाव यहाँहरूमाझ राख्दै भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्ते।